आज हामी 10 क्लासको साथीहरु मिलेर जाँदैछौँ सुदूरपश्चिमको टुरमा। सो हेलो गाइज, गुड मर्निङ, वेलकम ब्याक टु माई न्यू भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै धेरै सन्चै छु। आफ्टर लङ टाइम पछि म लङ भिडियो बनाउँदैछु। किनभने लङ भिडियो बनाउनुको पनि एउटा कारण छ, किनभने हाम्रो 10 क्लासको साथीहरु चाहिँ हामी शैक्षिक भ्रमण जाँदैछु, जसको लागि सर्ट भिडियोमा खासै मजा आउँदैन। त्यही भएर आज चाहिँ म लङ भिडियो बनाउँदैछु। दाँत माझ्न अनि पानी सानी ल्याउन, हात मुख धुनलाई ढिला हुन्छ। 8 बजिसक्यो, बरु ढिला हुन्छ आज। हाम्रो चाहिँ अब भ्रमण यतैतिरबाट जाने भने भइदिए भए अब सजिलो हुन्थ्यो। जति ढिला गए पनि खासै केही फरक पर्दैन। हामीले फेरि स्कुलतिर जानुपर्ने, स्कुलबाट फेरि त्यही गाडी आउँछ, त्यताबाटै जाने भनेर हिजो सल्लाह भएको थियो। त्यही भएर अलि ढिला हुन्छ। कता भयो? अब म चाहिँ खाना खाँदैछु। फाइनली खाना साना खाएर यो पुरै काँडाहरू लागेर मुज कसरी हेर लुक्स चाहिँ यही नै हो। अब चाहिँ हिँड्नु पर्यो। चाहिँ हिँड्ने हो भ्रमणको लागि। 8 बजिसक्यो, 9 बज्न लागिसक्यो। अब ट्याक्क 9:45 स्कुल पुग्नुपर्छ। स्कुलमा हाजिर सजिर लगाएर अलि 1 घन्टी पढाइ पनि हुनसक्छ, सायद 1 घन्टी पढेर हिँड्नुपर्छ। अब सिधै म जान्छु मेरो साथीको घरमा। के भन्छ उसले, अब जाने हो कि नै? हिजोसम्म उसको घरमा जाने फिक्स भएको थिएन। आज भयो कि कतै गर्ने चाहिँ पुगेँ म। अब त्यो जाने। दिपेश खै जाने कि नै? साँच्चै हुन्न? स्कुल जाने? स्कुल पढाइ हुने अरे उनीहरूले पैसा नभएर हो कि के भएर हो, जान्दिएनन्। गएको चाहिँ लग्नमा पनि बोल्यो। रेडी हुँदैछन् होइन? यता रेडी भइसक्यो खै यो। ल हामी अब एउटा खै यो झोल ल्याएर आउनु। ल अब हामी हिँड्यो भ्रमणको लागि। अब उसले चाहिँ भ्रमण जान्नु भने त्यही भएर स्कुल जाँदैछ। हामी चाहिँ ल घुम्नुको लागि फालाल तिम्रो छिटो केटाहरू पछाडि, म चाहिँ अगाडि हिँड्दैछु। मम्बली खाँदै खाँदै हजुर हामी क्यार जाने भित्र चाहिँ यही बस्नु पर्यो। पनि 1v1 कस्टम। अरू कोही आएनन् जाने होइन? हामी चाहिँ स्कुलमा हाजिर साजिर लगाएर अब गाडी आइसक्यो होला। कहाँ केटाहरू आयो सबै? यो गाडी आयो जस्तो छ होइन? कोही छैनन् त्यति कोही छैनन्। भुटमा किन बस्ने भित्र जाउँला? अरे हामी देखिनु त के हो? फाइनली हाम्रो गाडी चाहिँ हिँड्न लागिसक्यो। बोमेट आउँछ भने भन्नु होला यहाँ। फाइनली हाम्रो गाडी
यता काकुले चाहिँ पहिला भ्रमण नजाने भनेका थिए अहिले फेरि केही सोचाएर जाने भनेको छन् बिचमा आधा घण्टा गाडी रोकेर बल्ल बल्ल गाडी उठाएर भ्रमण आउने गाडी आधा घण्टा रोकेर बल्ल केही समयपछि हामी पुग्छौँ पारिक पुग्ने पुल। सो फाइनली हामी चाहिँ पारिक पुग्नेको पुल कटिसक्यो। सो गाइस यस्तो रोड हिँड्दै गइरहनु परिरहेछ यस्तो छ ल हामी यो कारे बाघाको चाली हैन केही समयपछि गाडीमा हिँड्दा हिँड्दा हामी पुग्छौँ बाघाको चालीनिर यतातिर पनि भेरी र कर्णाली मिसिएको एउटा ठुलो नदी। अब चाहिँ यहाँ टोइलेट गाडीमा बसेका सबैलाई टोइलेट लागेको रहेछ। सब गाडी रोकिएर हामी पनि टक्क टोइलेट सोइलेट गरेर फेरि गाडीमा हिँड्न थाल्छौँ। यतातिर साथीहरू पनि सबै आफ्नो आफ्नो सिटमा बसिसकेका थिए। हाइसमा पनि फेरि अगाडि बस्ने मान्छेले फेरि लास्ट जानु पर्थ्यो किनभने पछाडि जाने मान्छेहरूका लागि बाटो खाली हुन्न सानो ठाउँ हुन्छ त्यही भएर पछाडि जान दिनुपर्ने हुन्थ्यो। केही समयको गाडीको यात्रापछि हामी पुग्छौँ चिसापानीनिर। चिसापानीको बजार पनि एकदमै धेरै बवाल थियो। टक्क हेर्दा हेर्दै हामी पनि हिँड्दै थियौँ। चिसापानी कटिसकेपछि पनि एकदमै धेरै बब्बाल रोड यति दामी आइरहेको थियो भने गाडी फेरि चलेको थाहै नै हुन्थेन ट्रेन जस्तै। रमाइलो गर्दै हिँड्दै थियौँ एकैछिन यतातिर हेरेको यतातिर काकु भने टक्क चुङ्गी उडेर सुतिरहेर एकछिन उडाएको थियो एउटा पोज दिदिए। म भने फेरि आफ्नै पारामा टक्क झ्यालबाट बाहिर हात हालेर मोबाइलबाट भिडियो बनाउँदै बाहिरको हावा खाँदै हिँडिरहेको थिएँ। यतातिर पनि चिसापानीको हावाले ल दाइ कहाँ रे हो लम्की ल फाइनली हामी चाहिँ लम्की पुगिसक्यौँ। चार्जवाला अटो होइन नि ल चार्ज गरेर चल्ने रे बजार चाहिँ बबाल रहेछ लम्की बजार बाबा छोड्दा नि दामी नै छ जति चाहिँ आए पनि सो फाइनली हामी कहाँ पुग्यो र बौनिया हो नि ल हामी चाहिँ बौनियाको बजारमा पुगिसकेको छौँ। त्यहाँपछि के आउँछ कि टिकापुर पार्क अनि टिकापुर पार्कमा घुम्छौँ अनि त्यसपछि हामी फेरि घुम्छौँ घोडागोडी त्यही त टिकापुर पार्कको घोडागोडी उठ्छ होला होइन कति हल्लिन्छ यार रोडले ओका चाहिँ अनुहार कोही कोही छैनन् सबको स्थिति छन् कोही अनुहार ए त्यो कहाँ पुग्यो र घोडागोडी घोडागोडी अस्पताल लेके आएको हो क्या आमा पुग्यो कि भन्ने हामी कहिले नयाँ मान्छे थाहै छैन कहाँ पुग्यो के पुग्यो थाहा भएन त्यही हो भन्ने बोर्ड हेर्नुबाट कहाँ पुग्यो यो पसल काम रहेछ त्यो सुगाजी हामीहरू बोलेको मेरो आवाज आएन किन आएन भन्नुहुन्छ होला। खासमा के भन्दाखेरि मैले घाँटीमा एउटा माइक जोडाएको थिएँ कपडामा तपाईँ पहिले पनि देख्न सक्नुहुन्छ। त्यतिखेर पनि त्यो माइक बन्द रहेछ त्यही भएर मेरो आवाज रेकर्ड हुन सकेन त्यही भएर मैले अहिले भोइस ओभर गर्न लागिरहेको। सो हामी पुग्छौँ घोडागोडीनिर। हामी पनि घोडागोडी फर्स्ट टाइम आएका थियौँ त्यही भएर नयाँ थियो हाम्रो लागि। हामी घोडागोडी एकदमै धेरै बवाल देखिरहेको थियो होइन भित्र जानको लागि हिँडिरहेको थियौँ। हामीहरू पनि फेरि नथाहा भएका मान्छे किनभने हामी फर्स्ट टाइम आएका थियौँ नि त यहाँ भित्र जानको लागि फेरि टिकट लाग्ने रहेछ त्यही भएर यतातिर सरले पहिले नै टिकट काटिरहनु भएको थियो। सो गाइस हामी चाहिँ घोडागोडी के अरे घोडागोडी देउथान गएको थियो त्यो घोडागोडी देउथान किनले गएको थियो घोडागोडी हैन गाइस हामी चाहिँ अहिले गनको युट्युबर च्यानल खोल्छु है उत्तम डिजिटल ह के डिजिटल ओहो के ल मेरा काउजी काम ल्याउनु गयो के रे म लगाउन हिँड न हिँड
केटा हिँडेन क्या लौ के हो यो के ताल हो यो ए ताल ल्यो कहाँ घोडाघोडी हो कि घोडा मात्रै छ के रहेछ यहाँ खासमा ल गौतम घोडामा बस्यो घोडा को हिक्मत गौतम घोडा चाहिँ दौडेर ल ग्रुप फोटो कस्तो आउँछ फोटो हिक्मतको फाइनली फोटो पनि खिच्यो सुखायो अब हामी कहाँ जाने ल अझ फेरि यिनीहरू अझ पुग्यो होइन पर खिचौला के हो यार केटा यार भरत के हो कि भाइ यो भने यही हो नि यता चाहिँ क्यामेराबाट फोटो हाल्दैछौँ होइन हामी भर्खरै कति लाग्छ टाइम तुले त हानिसक्यो त कहिले अब चाहिँ हामी अब यहाँबाट कतै घोडाघोडी महेन्द्रनगरको लागि रवाना हुन्छ त्यहाँ पनि हो कि गाडी जाउँ बरले काट्ने कहाँबाट ल्यायो यार बाटो कहाँ छ त्यहाँ कोही छैन नि त घोराघोरी रारा देउथान घोराघोरी रारा ए ध्वजा कति धेरै नास्ता खानुको लागि हाम्रो ग्रुप ल हिक्मत केटा ओए नास्ता खाने कारण खाऊ न के हो खाऊ के खाऊ ए खा फाइनली गोदावरी पनि आउन लागिसक्यो अब गोदावरी खोला आयो त कसो फाइनल गोदावरी पुग्यो यो पुल मात्रै ए यताबाट त्यहाँ कुकुर छ लो गोदावरी गोदावरी पुल काठको खास अरू के हुने काठको मात्रै हो ग्रुप खिचाउला त भइगयो त यहाँ त कति खै साइड जाऊ त साइड जाऊ ए सबै फोटा भयो सो अब हामी कहाँ जान्छौँ अरे अब हामी सिधै कहाँ महेन्द्रनगर बस्ने आज महेन्द्रनगर पुगिन्छ रात पर्छ होला त अझै
चाहिँ गोदावरी घुमिसकेपछि हामी जाँदैछौँ महेन्द्रनगर बासमा अझै 3 घन्टा गाडीमा लाग्छ। आज चाहिँ रात परिसकेकोले हामीले महेन्द्रनगरको होटलमा बस्ने प्लान गरेका थियौँ, तर के गर्नु त्यहाँ पुग्न 3 घन्टा लाग्ने रहेछ। त्यही भएर बाहिरको भ्यू हेर्दै हिँड्दै थियौँ हामीहरू। बाहिरको दृश्य हेर्दै हिँड्दा केही समयपछि पुग्छौँ हामी झलारी कञ्चरपुर भन्ने ठाउँमा। यतातिर साथीहरू पनि मजाकमा कसैले काँचो मम्पली त कसैले भुटिया मम्पली भनेर खिच्याउँदै थिए। फाइनली महेन्द्रनगर पुगिसक्यो हामी। कस्तो यार क्यामेरा मोबाइल तेरो झोला टर्रे कहाँ बोल्नु छ? ल फाइनली महेन्द्रनगर पुग्यो ल। अनि आजको रात चाहिँ हामी फाइनली होटलमा पुग्यो। फाइनली होटलमा पुग्यो यही होटल हाम्रो। सब यहाँ त पार्किङ गर्ने जान यतातिर सबै हामी दुईटा एउटै ल सो गाइज हामी चाहिँ अब होटल माथि प्रवेश गर्दैछु। ल यु हामी चाहिँ अब होटलमा होटल कति हिँड ठाउँ दिँदै कतिजना लाग्यो बाँकी सबै यहाँ कतिजना छजना चाहिँ हामी चिसोमा पनि एसी लगाउने अरे के यहाँको लागि सोफाको व्यवस्था छ। मेरा बाबा बसिया छन् यति टोइलेटको व्यवस्था छ। अनि यहाँ 3वटा बेड छन्, 6जनाको लागि, 1जनाको लागि नै 1 बेड, 2जनाको लागि 1 टिभी छ, 1 लाइट छ, 1 पंखा छ, 1 एसी छ, पर चार्जर लाउने छ, पर अर्को चार्जर लाउने पनि छ, जुत्ता राख्ने छ, पर यो चाबी पनि छ, पन्जा पनि छन्, पर यो क्या काँचको कटोरो पनि छ, यो दोरा चाहिँ यहाँभित्र झोला पनि छ, पर झ्याल पनि छ। सो गाइस हाम्रो चाहिँ अब लन्च टाइम, अब हामी खाना जान्छौँ। केटाहरू यता गइरहेको छन् हाम्रो चाहिँ अब खाना बर्थडेवाला चाहिँ बर्थडे बनाउँदै टर्रेवाला छन् बरु बर्थडेवाला। केटा हो खोला न कहाँ यहाँ ढुको लगाएर केटाहरू सुगाए। अब चाहिँ हाम्रो सुत्ने टाइम भयो, सबैलाई गुड नाइट होइन। अब चाहिँ हामी पहिल्यै पढिगयो चार्जर लाउनुपर्छ के सुगा झान चाहिँ उठिसकेको छु। बिहानको कति छगलको 5 बजिसकेको छ खै। हेलो यो कोही पनि सुत्नु नदिने अलि सुत्याएको कस्तो
guys, that now is the kinner. Excuse me, kinner. Can I stand up, please? Is the is the clear face? That now is the what? Kau ke kau? Udah टोरे अहिलेसम्म सुतेछ भाइ जन सुत्न पाउने सो बिहानको 6 बजे हामी नुहाउन लागि स्याम्पल ल्याउन लाग्नु खाने खाना मात्र पाइने कसो हामीले त मैले त नुहाइसक्यो हैन यो गरेको लादेले हर्दिया छैन अनि पर त्यो काम भाइ सो गाइस यता सुदूर पश्चिमतिर चाहिँ बिहानै घाम लागिसक्यो सो तपाईं देख्न सक्नुहुन्छ यता बस पार्कनिर हामी सो फाइनली हामी हिँड्दैछौँ नि यसले हाम्रो सिटै छोडे खाने यसले ए भाइ सिट छोड यो हिजो सिट छोड यो हिक्मत लेस लगाएर हाम्रो बसेर सिट छोडेर खै मैले भने भाइ के हो कि केटा आफू आएर मसक्क बसेको छ नि अलि हुन्छ नि ठाउँ दिउँ हामीहरू पनि फेरि घुम्नको लागि भनेर बनबसा बजारतिर जाँदै थियौँ यतातिर पनि साथीहरू डीजे बजाएर मस्त तरिकाले रमाइलो गर्दै जाँदै थिए इन्डिया पुग्यो बाउडरको उता चाहिँ पारी इन्डिया नेपाल हैन उ त्यो गेट छ नि त्यहाँ उता इन्डिया यही पारी हो साधन दिएर हैन हामी चाहिँ अहिले नेपाल र भारतको बाउडरमा छौँ होइन यता चाहिँ भारतको झन्डा छ यता सहरहरू जाँदै हुनुहुन्छ ल हामी चाहिँ नेपाल र भारतको बाउडरमा बेङ्गलोर जाने भाडा पनि हुन्थ्यो भनेपछि त म 1000 रुपैयाँ बस जस्तो किने सुगाए हामी चाहिँ गौरीकण्ड पुग्यौँ तर नाम थाहा भएन यार के रहेछ नामै बिर्सियो त किङ एउटा हातमा मोबाइल चट्काइकन भागलन फुल शारदा बैजय सुगाए हामी इन्डियाको बाउडरमा पुग्यौँ जुन चाहिँ यो पुलभन्दा उतातिर इन्डिया यो पुलभन्दा यता नेपाल हामी अहिले नेपालमा छौँ लु माथिबाट जाने कि कहाँबाट जान्छु ल पानी बगिरह पानी सानो छ पानी पनि यो सप्तकोशी नदी होइन यो यता आधा भाग ऊ माथि ड्याम हो क्या त्यो यो ड्याम रहेको पानी जानको लागि यस्तो ठाउँ सुगाए हामी चाहिँ अब पुलपट्टि इन्डियाको पुल बाउडरबाट हामी फाइनली बनबसा पनि पुग्यो अब चाहिँ यता बनबसा पुल कटिसकेपछि हामी उताबाट यतातिर आयौँ यतातिर गएर सब भिडियो बनाउँदैछन् केटाहरू हल्का पानी छ यतातिर केटाहरू भिडियो बनाउँदैछन् अनि यतातिर फोटा खिच्दैछन् यता पनि खिच्दैछन् यता छन् सुगाए अब हामी जाँदैछौँ बनबसा बजार देख्न सक्नुहुन्छ त्यो टेम्पोमा चढेर केटाहरू अहिले अगाडितिर अरू जाँदैछन् अरू हामी पनि यता पछाडितिर छौँ हाम्रो लास्ट हो फेरि हाम्रो चाहिँ यो चाहिँ ट्रेन हिँड्ने ठाउँ होइन ट्याक्क हामी ट्रेन त्यहाँबाट पाइने हामीले त्यहाँ 300 रुपियाँ फाल्यो 160 मैले 160 सुगाए अब चाहिँ हामी यता केटाहरू सर सब जाँदैछन् ए
अब हामी छौँ इन्डियामा भारू मैले किनेन सुके हामी चाहिँ अहिले बनबासको रेलवे स्टेसनतिर पुगिसक्यौँ हेर्न सक्नुहुन्छ यता यो रेलवे स्टेसन जुन चाहिँ यहाँबाट रेल जाने गर्छ अनि रेल यहीँ रोकिने गर्छ मेरा गाउँदे यति छन् बाउजू म यति ल अब हामी चाहिँ यो बाटो ल यहीबाट रेल रोकिनेर जाने ठाउँ यही नै हो देख्न सक्नुहुन्छ जाना भया आउने झर्ना भया अनि हामी चाहिँ हामी हेर्दामा जानु अरू हामी अरू हामीले त्यो सधैँ दिक्कत सुगाइज रेल चाहिँ यतातिर छ हामी जान कहाँ भयो ती रेल देख्दा त हामी कहाँ जान लागेको छ हामीलाई थाहा छैन होइन सो बनबास यो के जहाँ बनबास मात्र लेख्या बनबास क्या हो कि यो बनबास अलि नाम हुन्छ नि हल्का त्यहाँ ल हिँड केटा अब यहाँबाट अब ट्रेन आउँदैछ कति टाढा छ यार बनारसमा छ पुरा खाली छ त यो लास्टै लामो छ यो त्यो ट्रेनभन्दा लामो रहेछ पहिरा यता ट्रेन आउने भएकाले गाडी पुरा छ अब एकैछिनमा युद्ध सुरु हुन्छ यताउताका लौ ए हामी कहाँ जान लागेको छु भने अहिले चाहिँ रेल पनि हेरिसक्यो होइन केटाहरू ल है राम्रो जग्गा घुम्ने आगे बैठे थे 6 पीछे बैठे थे 8 थे मेरे में अरे हम तो एक सवारी बैठा रहे तुमने ले लिया 8 में लाया 8 तो मेरे हो गए अरे चलो यार गडबड भयो अब यतातिर फेरि फिर्ता जाँदैछ राम्रो आयो पैसा त दिनु पर्यो नि त त्यहाँभित्र गयो मतलब टॉयलेट जाना थे ये लड़के इधर आ बने नहीं काट दिखाओ ना मुख्य काट दिखाओ तो यार नेपाली हो क्या आंसू दिखाओ अन्य तो हामी हिम्मत हामी त हम पर भाइगे छु अघि हामीलाई ढोका लागेको थियो हामी जाने बेला तो यहाँ पर क्यों सो यहाँ अब हामी पुगिसकेका छौँ चाँदनी दोदरा पुल यसको लम्बाइ कति अरे 1400 मिटर अब यो के कञ्चनपुर जिल्ला त हो ल सो हामी पुगिसक्यो अब होइन भरपुर गर्छु अरू पनि आइरहनु रहेछन् भरमरको लागि सो हामी पनि अब हिँड्छौँ कहाँसम्म जान सकिन्छ सो हामीले चाहिँ महाकाली झुलुङ्गे पुल दोदरा चाँदनीको महाकाली झुलुङ्गे पुलमा प्रवेश गरिसकेका छौँ हेर्नुहोस् कस्तो चाहिँ ल हिम्मत केही भन्न चाहनुहुन्छ किलोमिटर छ अब यहाँबाट हेर्दाखेरि पारी देखिन्न अब आधा चाहिँ आउँदैछन् केटाहरू उता सो यहाँ अब पुलको सेन्टरमा त पुग्न सकिएन धेरै पुग्दा जाने अब हामी यहीँबाट फर्किन्छौँ होइन मेरोमा चार्ज छैन अरू स्कुलबाट पनि आएर एकछिन घुम्नु यता सो हामी चाहिँ आएका छौँ क्या अरे यो प्लेनभित्र अहिले जाने हो अनि हामी चाहिँ आएका छौँ यो यार प्लेन यो हामी विमानस्थल हामी चाहिँ आएका छौँ यहाँ महेन्द्रनगरको विमानस्थलमा हेर्न सक्नुहुन्छ तपाईँ कहाँदेखि कहाँ जान चाहनुहुन्छ ल प्लेन चाहिँ यता
बरु केटाकेटी चोइ खेल्ला ल म पनि एकचोटि सानो भनिदेऊ त बरु चढ्ने ए छोड बरु टोर्रे लौ ए यस्ता खेल्ने हो कि केटा पेलेन्ट सर्लक्क छु केटा चोइ एउटा चाहिँ खाली अरू त केटा ल ए रोक ल पाइलट चाहिँ रोक्नु है एकछिन ल उड्यो ल्यान्ड यो महेन्द्रनगरको भीमा स्थलमा हामी त्यही खेलिसकेपछि यो पेलेन्टमा चढेर हामी जान्छौँ चिसाबानी जाने होइन देख्न सक्नुहुन्छ एउटा हेलिकप्टर अब यो हेलिकप्टरमा चढेर हामी यहाँ के अरे महेन्द्रनगरबाट जान्छौँ अब हामी अमेरिकातिर मलाई भिजा अनुसार सुगाइदियो अब के हो पाइलट नभए चाहिँ आफैले चलाउनु पर्यो बट यो प्लेन चढ्न पनि बाँकी नै छ अझ ए रोके साथ जाउला अब प्लेन यो प्लेनमा जान्छौँ अब हामी यहाँ प्लेनबाट यो रियल प्लेन हो कसो अब साइड लो होइन के हो खै ल कहाँसम्म जान्छ यो प्लेन घाम भएर सो गाइस अब प्लेन चलाइसक्यो बाहिर त आयो मलाई छु के भयो ए के भयो प्लेन क्रैश ए बाहिर छिटो ए के भयो छिटो प्लेन क्रैश बाहिर हामी के गर्ने सो नाइस भ्यू प्लेस माथि जाउँ न पहिला यहाँ पछि आउँला के यो जमिन हो फेरि यहाँ दानी तलतिर यहाँ दानी तल रहेछ वहीमा आयो क्या ल हामी जमिनको तलतिर जाँदैछौँ होइन केटाहरूलाई सबैलाई टोइलेट लागेर यतातिर पनि साथीहरू उठेर डान्समा मस्त तरिकाले रमाइलो गर्दै थिए सो गाइस चाहिँ हामी छु गर्न के अरे चिसापानी पुगेर ल चिसापानी पुल खासै रातिले देखिरहेको होइन उ त्यो खम्बा मात्रै देखिरहेको छ अनि लाइटहरू छन् यता अनि केटाहरू ल सब केटाहरू सहित ल मजा यहाँसम्म मात्र हो त म के अरू कहाँसम्म जाने त्यसो होइन यता चाहिँ अहिलेसम्म गाडी हिँडिरहेको छैन ए केटा ओ हात गोली गयो चिसोको मौसममा त्यो पनि चिसा पानीमा चिसो भएर केटाहरू बरफ खाँदैछन् चिसोको मौसममा फेरि चिसा पानी
चिसै खाँदैछु के आउनु भयो हेर म सुगाइ बोल्छ नि ताता पनि सुकिसक्यो ताता फाइनल गरौँ भाइ नबोले फाइनल अब बन्दरा घर आउँछ होला फाइनल यो सिटिङमा भक्कर उठाउनु पर्यो त बुरुस लिएर मैले बुरुस साइड नै अब भित्र त्यो मोबाइल चाहिँ ल आदे तगडा ओ हिँड्न लागेको छु घर गइसक्यो होइन यतातिर साथीहरू गइसक्यो अब म जान्छु घरतिर 11 बजिसक्यो सो गाइस फाइनली घरमा पुग्यो आज घरमा कोही छैनन् जस्तो छ होइन आज कोही रहेछन् सो गाइस मेरो आजको भ्लग चाहिँ कस्तो लाग्यो होइन कमेन्ट गर्नु होला अब आजलाई गुड नाइट